नमस्कार सम्पूर्णमा जय श्रीमन्नारायण। हिमाल पारीको देश प्रवासमा रहेर आज लामो समय लगभग भनेको 3 दशक युएमा काम गर्नुभएका एउटा घनिष्ठ नवलपुरे दाजुसँग आज हामी लगभग यो व्यायाम गर्दै गर्दा सार्जाको बोहेरामा हाम्रो भुलाकुसारी स्वरूप हाम्रो जम्का भेट भइसकेको छ। दाजुलाई नमस्कार गर्न। नमस्ते हजुर। दाजुको शुभ नाम? मेरो नाम चाहिँ गणेश साई हो। म चाहिँ दुबईमा र अहिले गल्फ कन्ट्रीमा मेरो लगभग 35 वर्ष जति फुड प्रोडक्सनमा एक्सपिरियन्स छ, अनुभव छ। अनि दाजुको नेपाल घर चाहिँ कहाँ भन्नुभयो? मेरो पहिला पहाड घर चाहिँ अब कास्की साथमा देउराली र अहिले हाल चाहिँ गैँडाकोट नवलपुरे हुनुहुन्न? नवलपुर हजुर। अहिले पछिल्लो चरणमा हाम्रो नवलपुर अरू जिल्ला भन्दा कान्छो जिल्ला अनि त्यसपछि बढी विकसित भएको अनि धेरै धार्मिक स्थलहरू भएको, धेरै पर्यटकहरू भित्रिने ठाउँ, अनि पछि लगभग भनेको नारायणीले छोएको धार्मिक स्थलहरूले छोएको, यसमा तपाईँलाई कस्तो लाग्छ? गर्व लाग्छ कि लाग्दैन? गर्व लाग्छ। आफू अब त्यहाँ नजन्मेको भए पनि अब आफू गएर त्यहाँ बसिसकेपछि त अब त्यही ठाउँको अब प्यारो लाग्छ, राम्रो लाग्छ, मनपर्छ। पछिल्लो चरण नवलपुरीहरूको लगभग भनेको तपाईँको युएमै हेर्नुभयो भने लुलुहरूमा अन्य ठाउँहरूमा धेरै नवलपुरीहरू पनि देख्न पाइन्छ होइन? अनि त्यसपछि अब युएमा हाम्रो नवलपुर समाज पनि रहेको छ। अब तपाईँ यो नवलपुर समाजमा पनि आबद्ध भएर यसलाई अझै नवलपुर समाजलाई सशक्त रूपमा सामाजिकरण गरेर अगाडि लानुपर्छ भन्ने भाषामा के भन्नुहुन्छ तपाईँ? म अब हजुरसित बल्ल अब परिचय भइरहेको छ। अब यसै क्रममा अब हजुरसँग जाने अब नवलपुर समाजलाई चाहिँ अब अगाडि बढाउने कसरी हुन्छ यो समाजमा चाहिँ अब आबद्ध भएर काम गर्ने मैले अब प्लान गरेको छु। धेरै धेरै धन्यवाद दाजुलाई। हस्, धन्यवाद।